एक जोडा फोटोसुट पनि हुँदैछ यहाँ दिदी माइली दिदीको। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर भिडियो। र यहाँ हेर्नु न, हामी चाहिँ एकदम राम्रो भएर मेरो चाहिँ अगाडिको क्लिपमा देखिन सक्नुभयो होला। सो हामी चाहिँ जाँदैछौँ आज व्रत बन्धमा। यहाँ दिदी देउरानी जेठानी सबैजना यहाँ हेर्नु न साडी लाएर चट्ट परेर है। अनि सो हामी चाहिँ छिटो अब मलाई हाम्रो चाहिँ अलिक ढिलो भइहाल्छ जति जे गर्दा पनि होइन। अनि अनि त्यस्तै छ साथी हो। अगाडिको भिडियोमा के हुन्छ के छ अझै देखाउने छु है त। सो भाइ चाहिँ यहाँ हुनुहुन्छ, यो चाहिँ एन्ट्री गेट यस्तो छ यहाँ चाहिँ। अनि अब यहाँ चाहिँ अलि एक जोडा फोटोसुट पनि हुँदैछ यहाँ दिदी माइली दिदीको। भइसकेको सानो नानीको न्यु बाचा नानीले दिन भने उनीहरू ढिलो गरे भने दिउँको होइन। सो अब यहाँदेखि चाहिँ म मेरो भोइस ओभरमा आइसकेँ है। सो नाउ टाइम टु हेभ लन्च। र के छ म हजुरहरूलाई देखाउँछु है। यहाँ खानामा चाहिँ यति धेरै भेराइटीको थियो भने अब यहाँ हजुरहरूले देखि नै सक्नुहुनेछ है। खानामा चाहिँ यति धेरै थियो र कुन खाउँ नखाउँ हुन्छ है। तर मैले चाहिँ सबै थोक खाएँ, तर खाएको चाहिँ देखाउन पाइनँ है साथी हो। र यतापट्टि चाहिँ मेरो नानीले दही खाँदै चाहिँ हेर्नु न कस्तो मिठो मान्दै खाइन् भने। खाना खाइसक्दा त बाहिर त पुरा नाचिरहनु भएको थियो। अनि त्यसपछि चाहिँ हामी पनि गयौँ नाच्न पर्यो भनेर। र यो व्रत बन्दा चाहिँ एकजना भाइको हो। मैले चाहिँ अब उहाँहरूलाई मजाले चिनिनँ, मम्मी ड्याडीहरूले चाहिँ अब मजाले नै चिन्नुहुन्छ है। फेरि गाना बजिसक्दा चाहिँ मेरो सानी यति चाहिँ खुसी हुन्छन्, यति रमाउँछन्। फेरि उसलाई चाहिँ हिँड्न साह्रै मनपर्छ अनि गाना पनि मनपर्छ। अनि पुरा नाच्दा सानी त हेर्नु न बिचमा गएर नाचिरहेको छिन्। एकछिन म पनि नाचेँ मजाले सबैसँग। त्यसको चाहिँ मैले भिडियो क्याप्चर गर्न पाइनँ। र अब नानी पनि बिहान चाहिँ सुताएको थिएन नि त, खाना खाने बित्तिकै हामी आएको। सो त्यसपछि चाहिँ नानी एकदम कर गर्न थालिन्। मैले चाहिँ नानीलाई सुताएँ। यो भिडियोलाई म यही एन्ड गरेँ। थ्याङ्क्स फर वाचिङ।